मोबाइल अलाउ छैन अब सायद उनीहरूको सब उनीहरूले यो ठाउँबाट लगेपछि यहाँनिर टोकको लागि रेडी बस बनाएर अनि तालिम हो कसरी यो आयोजना भयो यो बुटोलमा पहिलो भन्नुभएको छ यो कसरी यो नमस्ते म चाहिँ अरुण राज मैनाली म डाइनामिक टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङको सिइओ यो तालिम चाहिँ खास डाइनामिकको भन्दा पनि लिड रोल चाहिँ गल्फ इन्टरनेसनल ट्रेनिङ सेन्टरको छ यो चाहिँ काठमाडौँ ढुमरा स्थित छ यसको केन्द्रीय कार्यालय उहाँहरूलाई हामीले भेन्यू चाहिँ हाम्रो जोइन्ट भेन्चरमा चलाएको भेन्यू चाहिँ हामीले उहाँहरूलाई प्रोभाइड गरेको हो र यो चाहिँ आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत सञ्चार मन्त्रालय अन्तर्गतको तालिम हो 15 दिनको तालिम हो यो द्वन्द्व पीडितलाई लक्षित गरेर दिएको तालिम हो र यो रूपन्देहीमा पहिलोचोटि मेरो नलेजले र मेरो रिसर्चले भ्याएअनुसार मैले रिसर्च गर्दाखेरि चाहिँ रूपन्देही जिल्लामा टुर गाइड भनेर पहिलोचोटि चलेको तालिम यसमा चाहिँ जम्मा अहिले 11 जना प्रशिक्षार्थीहरू सहभागी हुनुहुन्छ त्यसमध्ये महिलाको सहभागिता धेरै छ द्वन्द्व पीडित महिला र पुरुषहरू हुनुहुन्छ हजुर द्वन्द्व प्रभावितहरू हुनुहुन्छ सो यो चाहिँ अब हामीले यसलाई रियलमै पर्यटन प्रवर्धन गर्नको लागि भनेर आज चाहिँ हामीसँग सुमन श्रेष्ठजी हुनुहुन्छ उहाँ चाहिँ झापा जिल्लाबाट पहिलोचोटि सगरमाथा आरोहण गर्न सफल हुनुभएको ग्रेटर नेपालको झन्डा लिएर ग्रेटर नेपालको नक्सा लिएर त्यसपछि अहिले उहाँ चाहिँ ब्रिटिस सर्टिफाइड इन्स्ट्रक्टर पनि हो सुमन श्रेष्ठ उहाँले चाहिँ प्र्याक्टिकल सेसनको रूपमा आज पहिलोचोटि चाहिँ गर्दै हुनुहुन्छ यो तालिम अहिले 10औं 11औं दिनमा छ अझै उहाँहरूको चाहिँ यो प्र्याक्टिकल भयो आजदेखि चाहिँ प्रयोगात्मक कक्षा त्यसमा चाहिँ हाइकिङ सुरु भयो अब हामीले हिजो यसको रेकी गऱ्यौँ सुमन श्रेष्ठ र म भएर त्यसपछि आज चाहिँ उहाँहरूलाई फिल्डमा उतार्यौँ यसमा अहिले हाम्रो अर्को साथी पनि उपस्थित हुनुहुन्छ
युवा सङ्घ नेपालबाट उहाँ चाहिँ यहाँ संयोगवश हामीले भेटघाट गरेर उहाँलाई इच्छा जाहेर गराएर उहाँलाई चाहिँ हामीले आजको प्रमुख अतिथिको रूपमा चाहिँ निमन्त्रण गरेको। नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ सुमन श्रेष्ठ। म चाहिँ आउटडोर इन्स्ट्रक्टर, नेपाल गभर्मेन्टबाट चाहिँ रजिस्टर्ड ट्रेकिङ गाइड अनि लिएजन अफिसर पनि। यो आज लुम्बिनी प्रदेशमा यो आयोजित भएको टुर गाइड ट्रेनिङको चाहिँ मैले प्र्याक्टिकल पार्ट हेरिरहेको छु। हामी यहाँ तपाईँले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, हामीसँग लगभग 14-15जना विद्यार्थीहरू अहिले हुनुहुन्छ र यो ट्रेनिङमा चाहिँ मैले विशेष गरेर टुर गाइडले जान्नुपर्ने कुराहरू र मैले आफ्नै एक्सपिरियन्स गरेका कुराहरू चाहिँ मैले आज सेयर गरिरहेको छु। र साथसाथै म एउटा ब्रिटिस सर्टिफाइड इन्स्ट्रक्टर पनि भएको हुनाले चाहिँ मैले नेपालमा जुन हिसाबले यो ट्रेनिङहरू सञ्चालन हुन्छ त्योदेखि अलिकति बाहिर गएर मैले जुन एउटा इन्टरनेसनली वेमा गर्ने कुराहरूलाई चाहिँ मैले आज हाम्रो यहाँ स्टुडेन्टहरूलाई त्यो तरिकाले गरिरहेको छु। अब यो ठाउँको कुरा गर्दाखेरि यो ठाउँ चाहिँ अब भौगोलिक रूपमा एकदमै राम्रो, कल्चरली एकदमै रिच अनि सेम टाइम तपाईँको हिस्टोरिकल मान्यता राख्ने भएको हुनाले चाहिँ मैले यो कुरालाई चाहिँ थप चाहिँ पुस गर्ने हिसाबले चाहिँ मैले आफैले पनि हिजो रेकी गर्न आएँ र आज त्यही कुरा चाहिँ मैले स्टुडेन्टहरूसँग सेयर गरिरहेको छु। हाम्रो चाहिँ आन्तरिक तथा मामिला सञ्चार मन्त्रालयबाट बेरोजगार युवाहरूको लागि टुरिस्ट गाइड ट्रेनिङ सञ्चालनमा आएको छ। त्यस पश्चात चाहिँ यहाँ जुन तालिम प्राप्त गरिसकेपछि सबजनाले चाहिँ रोजगारी बनाउने उद्देश्यले चाहिँ यो कार्यक्रम सञ्चालन गर्यो। यो हाम्रो आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यो दण्डपीडित लक्षित वर्गलाई बेरोजगार जुन युवाहरूको पङ्क्तिलाई चाहिँ त्यहाँ यो प्रवर्धन सम्बन्धी तालिम दिने भनेर चाहिँ हामीलाई जानकारी गराएअनुसार हामी चाहिँ त्यहाँ प्रशिक्षार्थीको रूपमा छौँ। यो अहिलेसम्म अब हामी चाहिँ एकदमै नितान्त अब त्यो टुरिज्मप्रति चाहिँ अन्जान थियौँ। अब त्यहाँ गइसके पछाडि जस अब त्यहाँ हाम्रो चाहिँ हाम्रै वरिपरिका हाम्रै समाजमा भएका चाहिँ त्यो पर्यटकीय क्षेत्रहरूको महत्त्वको बारेमा बुझिएको छ अहिलेसम्म। अब भर्खर धेरै पनि भएको छैन, 3-4 दिन भएको छ। यति अवधिमा चाहिँ यतै हामीले चाहिँ पर्यटन आफ्नो ठाउँको क्षेत्रको चाहिँ पर्यटन विकासको सम्बन्धी महत्त्वहरू थाहा भएको छ। अझै बाँकी चाहिँ पढ्न बाँकी छ, अलिकति कुरा सिक्न बाँकी छ। भए तापनि आज चाहिँ हामी एकदम तरिकाले हिँड्छौँ है। अब यहाँ यो पनि यो कुरा चाहिँ इट्स अ वे अफ डेलिभरिङ है। यो तरिका चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ।